तराई प्रदेशको क्षेत्रफल 17% रहेको छ। सम्बन्धित जानकारी। नेपाललाई मुख्यतया 3 भौगोलिक प्रदेशहरूमा विभाजन गरिएको छ: हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश। हिमाली प्रदेशले नेपालको कुल भूभागको 15% ओगटेको छ। पहाडी प्रदेशले नेपालको कुल भूभागको 68% ओगटेको छ। राष्ट्रिय जनगणना 2068 अनुसार नेपालको कुल जनसङ्ख्याको 50.27% जनसङ्ख्या तराई प्रदेशमा बसोबास गर्दछ। तराई प्रदेशको उचाइ समुद्री सतहबाट 70 मिटरदेखि 600 मिटरसम्म रहेको छ र यसको उत्तर-दक्षिण चौडाइ 25देखि 30 किलोमिटर छ। यस क्षेत्रलाई मुख्य तराई, भावर प्रदेश र भित्री मधेस गरी 3 श्रेणीमा विभाजन गर्न सकिन्छ। रोचक तथ्यहरू। नेपालको तराई क्षेत्रलाई सन् 2025 को लागि लोकप्रिय ट्राभल गाइड लोनली प्लानेटले विश्वका शीर्ष 30 घुम्न लायक गन्तव्यहरूमध्ये एकको रूपमा चयन गरेको छ। तराई प्रदेशलाई नेपालको अन्नको भण्डार भनिन्छ किनभने यहाँ कृषियोग्य उर्वर भूमि प्रशस्त छ। यो क्षेत्र जैविक विविधता, सांस्कृतिक सम्पदा, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र जनकपुर धाम जस्ता पर्यटकीय स्थलहरूको लागि प्रख्यात छ। एक पंक्ति सारांश। नेपालको तराई प्रदेशले कुल भूभागको 17% क्षेत्रफल ओगटेको छ र यो देशको अन्न भण्डार तथा मुख्य बसोबास क्षेत्र हो।